हेलो देयर नमस्ते हामी चाहिँ त्यो आज बिहान त्यो घान्द्रुक अलि लाइट त्यति राम्रो छैन होला त्यो धुवा उडेको छ नि त्यो चाहिँ घान्द्रुक हो हैन अनि हामी चाहिँ त्यो ठ्याक्क मिडल त्यो भिलेजको मिडलमा यो निर्मल रिजोर्ट के भन्ने रहेछ त्यहाँ बसियो त्यहाँबाट उठेर ब्रेकफास्ट खाएर अनि त्यो बाटो हुँदै त्यो जङ्गल हुँदै अनि मेरो विचारमा 1 घण्टा 1.5 घण्टा जति भयो होला अनि यसरी भित्रभित्र एकदम सुन्दर बाटो एउटा मान्छे भेटेको छैन होला यहाँको जङ्गलहरू हेर्दै आएर अब यहाँनिर आयो राति चाहिँ एकदम काटियो यस्तो जाडो है अहिले फेरि गर्मी भएर ज्याकेट सकेट खोलेर टी सर्टहरू लाएर हिँडेको छ कपडाहरू चाहिँ ल्याउँदाखेरि त्यही हिसाबले गर्नुपर्दो रहेछ बिहान बेलुकाको लागि अलि न्यानो ल्याउने अनि दिउँसो लगाउने पनि ल्याउने फेरि बिहान हिँड्दा अब तपाईँहरूले त्यो अब बाक्लो कपडा लाएर हिँड्यो भने फेरि बिचमा खोल्नुपर्छ त्यही अनुसारले ड्रेसअप गर्नुपर्छ नत्र चाहिँ इट्स अहिले त गुड एकदम राम्रो छ आज अब हाम्रो यात्रा हुँदैछ मैले आफैले रचेको कविता भन्छु है गएको थिएँ पास्ता स्टेक खानलाई तर स्वाद चाहिँ मिठो रहेछ ढिँडोकै गएको थिएँ पास्ता स्टेक खानलाई तर स्वाद चाहिँ मिठो रहेछ ढिँडोकै गएको थिएँ चिल्लो चिल्लो कारहरू मर्सिडिज हार्ली डेभिडसन बाइक हाँक्नलाई तर स्वाद चाहिँ रहेछ हिँडेकै धन्यवाद पछि भेटौँला है त थ्याङ्क यू फोटो खिच्ने है कालु कालुले फोटो खिचेको कति राम्रो ल कति राम्रो बाख्रा ल्याउनु भएको दिदी कति राम्रो हो भनेको हेर्नु न मुनि पाठीहरू आहा हेर्नु मन्जु बाख्रा हेर्ने दुईटा यिनीहरूले हेर्छ नि त ल हेर्नुहोस् So the lady is behind and these 2 dogs are actually taking care of the goats. They chase mountain cats. अब यो चितुवाहरू आउने अनि यस्तो सब तिनीहरूले हेर्छ कि कस्तो ए बा बिचरा है सरी बिचरा सन्चो हुन्छ त्यसले पछि हो राम्रो ख्याल गर्नु बिचरा कुर्दै लानु माया गऱ्यो भने सन्चो हुन्छ झन् छिटो ल दिदी राम्रोसँग जानुहोस् है झिनु डाँडा जाने यतैबाट पुगिन्छ होला नि तातो पानीमा कि कति राम्रो बनाएको हाई पारी आऊ ल आइज हेलो आऊ आई लभ हर्सेस एनिवे साथीहरू हेलो लो यसोमा को रहेछ यस्तो है कति मजाको आहा ल आहामै के नला रहेछ हेर्नु भयो बाई यहीँ बस है ल हामी अहिले यो घान्द्रुकको नजिकमा छौँ घान्द्रुकबाट अहिले छोमरोङ जाने तर्खरमा छौँ अनि भर्खर ब्रेकफास्ट खाएर सेलरोटी चिया अनि चना सिमीको तरकारीसँग ब्रेकफास्ट खाएर अहिले अब आज छोमरोङ त्यति स्योर त छैन तर तातो पानी झिनु डाँडामा हट स्प्रिङ नुहाउनु जानु पनि सक्छौँ तर आज हिमाल भाग्यले गर्दा एकदम क्लियर खुलेको छ यस्तो रमाइलो छ सिस्नो हेर नि यो यस्तो औषधि हुन्छ अब हाम्रो यहीँ पाखा पोखरामा यस्तो औषधिहरू छ अब हामीले लाखौँ रुपियाँ खर्च गरेर त्यो पनि काम गर्दैन अनि लास्टमा आखिर मर्नै पर्ने हुन्छ त्यस्तो यहीँ यस्तो राम्रो औषधि जडीबुटीहरू यस्तो छ हामीलाई यो आधुनिकताले साह्रै खतम पार्यो हाम्रै गल्ती हो एनिवे पर छ त्यो अन्नपूर्ण साउथ हो त्यो ठुलो यताको
अनि उतापट्टि चाहिँ तपाईँको फिसटेल एकदम वर्ल्ड पपुलर माउन्टेन हो त्यो फिसटेल भन्दा माछाको पुच्छर जस्तो हुने भएको होला माछा पुच्छरे फिसटेल भनिन्छ यस्तो ब्युटिफुल छ धेरै राम्रो छ There comes water buffalo. Moisey. Au. La. La. Koti राम्रो पाखा पखेर कति राम्रो छ लोकल ढाबा आमा कस्तो चिसो आएको यही हो तातो पानी जाने कहाँनिर भयो झिनो डाँडा हेर्नु है झिनो डाँडा साथीहरु भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु लाइक गर्नु शेयर गर्नु सब्स्क्राइब पनि गर्नु होला फलो गर्नु आजलाई यति नै बाइ बाइ